हेलो गाइस, कस्तो हुनुहुन्छ, के हुनुहुन्छ, आरामै हुनुहुन्छ होला। म चाहिँ यहाँ थोरै लाइभ आएको छु। किन आएको छु भन्दाखेरि मेरो खसीहरू देखाउनलाई। नडा खसी पनि एक्लै बाँध्न सक्दिनँ धेरै, यहाँबाट है अझै सानो सानो छ, 5-6 किलोको भएको छ। अब यहाँ बाँधिदिने हो। 2-4वटा चाहिँ फुका छन्, अरू 2-4वटा यहाँ बाँधेका छन्। अझै लिएर हाल्नुपर्ने खसीहरू खोइ पैसै भएको छैन गाई। घाम छ त मर्छ त अनि यस्तो घाम छ आम्मा। ठोकिहाल्नु ओइ, अलिक रुखको छाएर ठोक, अलिक कहाँ माछा मर्छ त्यहाँ, हुँदैन। उता अलिक कुना कुनी ठोक। हो त रुखको छाया उता हेरेर ठोक। हिसाब मैले 1200-1300 रुपियाँ गोटा लिएर आएको कालीगाउँ बजारबाट। अहिले 4000 झुन्ड त बोक्ने खालको त भयो। 7 किलो 8 किलो हुन्छ, 7 किलो गर्दा। अब यो 2 साल पाल्ने हो, एकैचोटि 20 किलो गर्नु हुन्जेलसम्म पालिराख्ने हो। मेरो बुढीको काम छैन अनि त्यही भएर बाख्रा ल्याइदिएको। यहाँबाट माउ छ, यो त अहिले सियाँसा गर्न थालेछ। मुङ्गुरो लिएर आउनुपर्छ नि त अनि। मान्छेले भात खाने बेला भइसक्यो, बाख्रा निकालिँदैछ यतिखेर। छिटो निकाल्यो भने छुक गरेर हिँडेर अर्का बारीमा पस्छन्, गाली खाइन्छ अनि बाँध्दा पनि लुते हुन्छन्। त्यही भएर अहिले बल्ल खोलिदिएको। यतिखेर खोल्यो भने त हिँड्दैन नि जाने। चरेको म समातिरहेको छु त यहाँ, ठोक यता आइज। साँडै मर्ला नि अहिले अल्झिएर। यहाँसम्म पाउँदो रहेछ। त्यो चाहिँ मेरो घर हो, नजान्ने कोही हुनुहुन्छ भने यहाँबाट मेरो घर देखिँदैछ हो। यहाँसम्म चाहिँ पाउँदो रहेछ यो वाइफाईको कनेक्सन। नेट चल्दैन अनि के गर्नु, वाइफाई लगाएको छ। यो वाइफाईले यहाँसम्म चाहिँ काम गर्दो रहेछ। सबै सुकाउर त्यहाँनिर अहिले त हरियाली भएको छ। सबै जङ्गलै जङ्गल। हाम्रो गाउँ त जुङ्गुल छ हो, जुङ्गुल पुरा जुङ्गुल छ। मान्छे हराउँछ हौ अठेबारी जुङ्गुलमा। कोही बेला यहाँ आगो बल्ने हुन्थ्यो, अहिले यहाँ जुङ्गुल भएको छ हौ। लाइभ बस्नुपर्छ कि कोही बेला। लाइभ बस्यो भने फेसबुकले खोइ के गर्छ अरे भन्छन्। त्यही भएर लाइभ बसेको म चाहिँ, अरू किन पनि होइन। यसलाई चाहिँ टिभी भएछ कि क्या, खोक्दैछ ऊ खासकै मर जाएगा क्या भन्छ। यो हेर्नु पाठो कति राम्रो छ है, सेतो छ है। यो पाठी है, यो चिकबोका हो। ए अब यो अहिले अल्झिन्छ है। अब चाहिँ घर गएको बाख्रा साख्रा बान्यो। यहाँ ठोकिदियो न। यता कता बान्दियो न, यो अलिअलि घाँस टिप्ने गरी। यो चाहिँ हाम्रो गाई हो। अब भोक लागिसक्यो, 11:30 बजिसक्यो। 11:30 के 12 पो बजेछ त। यहाँ त मजाले चल्दो रहेछ है, क्लियरै देखिँदैछ नि होइन।
छिटो 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 बोक्नु त अनि यो चाहिँ वाइफाईको बाँसी हुन्छ यही होला नेटवर्क तान्ने चाहिँ बुस्टर हो कि के भन्दा के हेरेको त आइसक्रिम हो के भाँगा उठेलाई के दिँदैछ के भयो अरे के बिग्रियो के ए उसले बिग्रेको कहाँ छ यो भाँडा टुटा आएको थियो यसलाई त पुरा आइरन बिग्रिछ अरे चप्पल लगा चप्पल यता आइस चप्पल लगा लाग्दैन भयो छोड्दैन नै नै दादा नै छ आइज आइज भयो पर्दैन छोड्दैन लाग्दैन बता छ छोड लाग्दैन यहाँबाट पुरा कुदेको भएर दादा दादा आमार आइरन बिग्रिछ आइरन भन्छ हो आइरन त्यो आइरन एउटा बिग्रेछ गयो त्यो आइरन पो दिनु भन्दैछ ऊ चाहिँ आइसक्रिम हालेर निस्केको नि भाइ त आइसक्रिम जस्तो लाग्यो नि आलुले पस्को अब चाहिँ यहाँ दही छ हो दही पनि हाम्रो चाहिँ फेरि यस्तरी यहाँ सोकसको उसमा सिसा लगाएर राख्छौँ कि बिरालोले खाइदिन्छ भनेर दही चाहिँ ढकमक्क जामेको छ अब चट्टसँगले भाइ आइज 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 माम खान आइज चट्टसँगले आज टोटो पनि चलाइएन एकछिन मात्रै चलाइयो अब खाना खाने हो त्यहाँबाट बेतिर जाने हो यो चाहिँ हाम्रो किचन हो हेर्न सक्नुहुन्छ छिटो पस्क्यो लाइभ बसिदिउँ न के चाहिँ हुँदो रहेछ भने सबैजना लाइफै मात्रै देख्छु सबैजनालाई के चाहिँ हुँदो रहेछ लाइभ बस्दाखेरि फेसबुकले के गर्छ कि को हेर्नु रहेछ 4 जनालाई हेरिराख्नु भएको रहेछ कैलाश थापा विशाल छेत्री मनिका छेत्री गएर हाँसु त हाँसु उठ्यो अरे म लाइभ बसेको हाँसु उठ्छ उसलाई गएर हाँसु नि त के छ लाइभ बस्छ दुनियाँ लाइभ बसिरहेको हुन्छ म पनि बसिरहेको के हुँदो रहेछ तर मोबाइल चाहिँ तातिँदो रहेछ नि त कानको जाली फुटाउँछ कि क्या यसो मकै राखेको छ राख्ने जग्गा नभएर यिनीहरू राखेको छ मकै दुई दिन छ त ल त हो सबैजनालाई बाई बाई अब म भात खाने हो तपाईँ पनि भात खानु ल बाई 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 बाई